इंस्पेक्टर। मेरो नाम हो इंस्पेक्टर प्रेम। सधैँ खेल्छु म रिस्की गेम। तेरो लागि त यो 2 फिटको डन्डा नै काफी छ। जो मृत्युसँग डराउँछ त्यो कायर हुन्छ, तर म कायर होइन। जा, जे गर्छस् गर। रुपैयाँ दिएर फकाउँछु, हतगडी लाएर फसाउँछु र लात हानेर भगाउँछु। भन, त के चाहन्छस्? आफ्नो ठाउँबाट कोही हल्लिने होइन, होसियारी होइन, सब हातमाथि गर। यदि तैले गोली चलाइस् भने पहिलो गोली रोशनीलाई लाग्छ। त्यसैले गोली चलाउनु भन्दा अगाडि सोच। काल मेरो कोट होइन, तपाईँ को हो? के भयो तपाईँलाई? यो मेरो कोट हो होइन सन्ध्या? हो। तपाईँ पागल हुनुभयो कि के हो? ए, त्यो केटीलाई छोड दे। कोस् त किन बिसा बोल्छस्? यो हाम्रो घरैसी मामला हो। ए, आफ्नो बाटो लाग। जब घरको कुरा बाटोसम्म आउँछ त्यो घरियासी मामला रहँदैन। यो केटीले बिहे गर्न मान्दिन। जबरजस्ती किन? अन्तिम पटक भन्दैछु, यो केटीलाई छोड्दे र तिमीहरू आफ्नो बाटो लाग। मार यसलाई, मार यसलाई। र मरिसकेपछि यसैको जातको दाउरा खोजेर यसैको जातको आगोमा जलाएर यसलाई खरानी बनाइदेऊ। फाँसी मात्रै किन, लत्तारेर 20 सडकमा लगेर ढुङ्गाले हानेर मारिदेऊ यसलाई। किनकि यो मान्छे होइन, राक्षस भइसकेको छ। तर यसलाई मार्नुभन्दा अगाडि एकचोटि तिम्रो सबैले सोच कि यसलाई राक्षस कसले बनायो? तपाईँ हामीले बनायौ, यो समाजले बनायो। जब मान्छेलाई मान्छेको स्थान दिँदैन, अछुत भनेर जनावरको व्यवहार गरिन्छ भने त्यो मान्छे राक्षस नभएर के भन्छ? कोस् त हावाहरूमा हुन्डरी रावणको लागि राम। त जस्तो कंसलाई नष्ट गर्न कलियुगमा जन्मिएको कृष्ण हुनु। प्लिज मलाई माफ गरिदे। हेर विनोद, अहिले त मेरो अगाडि हात जोड या खुट्टा ढोक केही हुनेवाला छैन। कानुनले को आफ्नो को पराय चिन्दैन, कानुनले खाली अपराधीलाई चिन्छ। र तैँले आफूले गरेको अपराधको सजाय भोग्नै पर्छ। 2-4वटा कुकुर पाल्दैमा बाघलाई रोक्ने प्रयास नगर्नुहोस् जमिनदार साहब। मेनका मेरी हो र मेरो हातबाट उसलाई खोज्न कसैले पनि सक्दैन। मेनका अहिले गरेको छोरी होइन, जमिनदार धनवीरको छोरी हो। कसैको इच्छा विपरीत मेरो अगाडि हिम्मत गर्नु बेकार छ तैँले। इच्छाको यत्रो महत्व थाहा भएको धनवीर जमिनदारले किन समातिरहेको आफ्नो छोरीको हात र उसको इच्छाको विपरीत रोकिराख्नु भएको? छोडिदिनुहोस् मेनकाको हात र गर्नु दिनुहोस् उसलाई आफ्नो निर्णय। बनाइदिन्छु। तपाईँ यो देशको वरिष्ठ न्यायाधीश। तपाईँलाई थाहै होला, यो देशमा आमाको नामबाट नागरिकता लिने कानुन भर्खरै मात्र बन्यो। बाउको नामबाट नागरिकता लिन चाहन्न। त्यसैले अब म आमाको नामबाट लिन्छु नागरिकता। बुझ्नुभयो तपाईँले?